हेलो एभ्रिवान, आज चाहिँ म चिकन चिल्ली बनाउँदैछु मेरो स्टाइलमा। मैले यसको लागि 1 केजी चिकन लिएको छु। मजाले धोएर यसमा मैले 2 टेबल स्पुन जति कर्नफ्लोर, अलिकति लसुन अदुवाको पेस्ट, रेड चिल्ली पाउडर, कलरको लागि नुन, यो सबै चिजहरू हालेर मैले अलिकति 1 टेबल स्पुन जति ब्ल्याक सस हालेर मैले मजाले मिक्स गरेँ। मिक्स गरेर चाहिँ मैले हाफ एन आवर जतिको लागि फ्रिजमा राखेर अनि फ्राई गर्नुभन्दा अगाडि मात्रै मैले यसलाई एउटा अन्डा मिक्स गरेर मजाले यसलाई फेरि मुसेर चाहिँ म फ्राई गर्नु गइरहेको छु। एउटा ननस्टिक प्यानमा मैले तेललाई मजाले राखेँ, बेसी त होइन, लो फ्लेममा मजाले तातेपछि चाहिँ मैले यसमा अलिअलि गर्दै चिकनलाई फ्राई गर्दैछु। मजाले पल्टाइ फ्राई गर्दैछु। अब चाहिँ मैले अलिअलि गर्दै सबै चिकनलाई मजाले फ्राई गरेँ। तपाईँले आफ्नो आफ्नो स्टाइलले बनाउन सक्नुहुन्छ। मैले चाइनिज पाराले चाहिँ बनाएको चाहिँ होइन। चाइनिज पाराले बनाउनको लागि चाहिँ एउटा सस रेडी गर्नुपर्छ, तर मैले अर्कै पाराले बनाउँदैछु। अब चाहिँ मैले सबै चिकनहरू चाहिँ सबै फ्राई गरेर निकालिसकेँ। अब यसमा हाल्नुको लागि मैले एउटा टमाटर, एउटा क्याप्सिकम, एउटा प्याज अनि प्याजको पत्तालाई मसिनो काटेर लसुन र अदुवालाई मसिनो चप गरेर रेडी गरेर राखेको छु। अब चाहिँ मैले त्यो सबै कुरो पहिला चाहिँ मैले लसुनलाई हालेँ। लसुनलाई हालेपछि चाहिँ मैले यो प्याज सबै भेजिटेबल एकैसाथमा हाल्दा पनि हुन्छ। मैले प्याज हालेर एकछिन भुटेर मात्रै मैले क्याप्सिकम र टमाटर चाहिँ अप्सनल हो, तपाईँहरूलाई मनपर्छ भने मात्रै हाल्नुहोस्। मलाई चाहिँ धेरै मनपर्छ, त्यसले गर्दा मैले टमाटर पनि एड गर्दैछु। कलर पनि राम्रो आउँछ त्यसले गर्दाखेरि। अब प्याज भुटेपछि चाहिँ मैले यसमा क्याप्सिकम हालेँ। क्याप्सिकम हालेर पनि यसलाई बेसी त पाक्नु पर्दैन, हाफ टन जति मात्रै हो। अब चाहिँ माथिबाट म टमाटर राख्छु। टमाटर राखेर पनि एकछिन चलाएर चाहिँ एकछिन मात्रै भुटेर अब यसमाथि चाहिँ मैले अहिले आधी प्याजको पत्तालाई चाहिँ मैले अहिले माथिबाट आधी मात्रै राख्दैछु। अब आधीलाई चाहिँ अहिले म गार्निस गर्नको लागि राख्दैछु। अब यसरी मैले प्याजको पत्ता पनि हालेर पहिला भेजिटेबललाई चाहिँ एकछिन मात्रै, बेसी होइन, एकछिन मात्रै मैले भुट्दैछु। आज त कलरफुल देखिरहेको छ, सबै चिज रेड, ग्रिन, वाइट सबै मिक्स भएर। खानेकुरोलाई चाहिँ पहिला आँखाले खान्छ भन्छ, त्यसैले गर्दा पहिला इन्ट्रेस्टिङ त आँखालाई नै लाग्नु पऱ्यो होइन। अब चाहिँ मैले रेड चिल्ली फ्लेक्स हाल्दैछु। त्यो माथिबाट चाहिँ मैले अघि ड्राई चिकन बनाएर रेडी गरेकोलाई मैले हालेँ। अब म मजाले मिक्स गर्दैछु। मजाले पहिला त मिक्स गर्नु पऱ्यो भेजिटेबलमा। हेर्नुहोस् त कस्तो मिठो देखेको मात्रै होइन, मिठो भएको पनि थियो। मैले अर्कै स्टाइलमा बनाएको। अब म एक दिन चाइनिज स्टाइलमा पनि बनाउँछु, सस हालेर। सस बनाउनुपर्छ आफै घरमा, यो चाहिँ मेरो अर्कै स्टाइलमा हो। अब यो माथिबाट चाहिँ मैले अदुवालाई मसिनो चप गरेर राखेको छु। अब चाहिँ अलमोस्ट भइसक्यो। अब मैले अलिकति टमेटो ससलाई माथिबाट राखिदिएको छु, मजाले चलाउँदैछु। हेर्नुहोस् कति इन्ट्रेस्टिङ देखिरहेको छ है, मिठो भएको थियो। माथिबाट अलिकति ब्ल्याक सस पनि हालिदिएँ। अब मैले मजाले मिक्स गरेँ। अब खानाको लागि रेडी छ। तपाईँहरू पनि ट्राई गर्नुहोस्। मन पर्यो भने तपाईँले लाइक गरिदिनुहोस्। थ्याङ्क यू एभ्रिवान।